Hi, welcome back to my vlog. आज चाहिँ मामु र म सपिङ गर्न जाँदैछौँ अनि म रेडी भइसकेँ। मामु पनि रेडी भइसक्नु भएको छ, यतै उति हुनुहुन्छ कतै। अनि मामु हाई भन्नु। हामी चाहिँ सपिङ गर्न जान लागेको अनि म चाहिँ हामी के हेर्छौँ के किन्छौँ सबै रेकर्ड गरेर देखाउँछु हजुरहरूलाई। हामी चाहिँ कोटेश्वर आइपुगिसकेका छौँ। एकदम हावा चलिरहेको छ आज। अनि हामी चाहिँ लोकल सपहरूमा यो लुगाहरू हेर्दैछ। मामु चाहिँ यहाँ पुरै लोकल सपमा के लुगा हेर्ने रे। अनि यो चाहिँ हामी कोटेश्वरमा आएको छौँ। हामीले चाहिँ लुगाहरू जुत्ताहरू के किनेर ल्यायौँ, त्यसमा भिडियो गर्ने पाएन मैले। अब चाहिँ यहाँनिर मामु किरानाको सामानहरू किन्दै बसिन्छ। त्यहाँनिर आमा चाहिँ कुरिरहेको छु। भरे गएर म सामानहरू के किने भनेर देखाउँछु। मैले मामुहरू भोलि झापा जाँदै बसिन्छ भोट हाल्न आन्टीलाई। अनि मैले सानीलाई भाइलाई जुत्ता ब्यागहरू किनेर पठाइदिएको छु। फाइनल्ली घर आइपुग्यौँ। एकदम थका लाग्यो। तर हामीले के किनेर ल्यायौँ चाउमिन देखाउँछु ल। यो चाहिँ मैले मेरो भाइको अस्ति बर्थडे थियो आन्टीको छोराको, उसको लागि सुज ल्याइदिएको छु किनेर। कस्तो राम्रो छ, टिबिएल ब्रान्डको। अनि सानीको लागि ब्याग ल्याइदिएको छु। त्यतिखेर ब्याग भन्छ मलाई। अनि ब्याग ल्याइदिएको छु, कस्तो क्युटी छ। अनि मामुको लागि सुज, अनि अर्को पनि सुज छ। अनि त्यसपछि एउटा मलाई अफिस जानलाई नर्मल प्यान्ट ल्याएको छु। यो चाहिँ मैले कोटेश्वरमा त्यो लोकल सपहरूमा भेटेँ। कस्तो राम्रो भेटेको छु, तर मैले एकदम चिप पनि छ। जम्मा 500मा ल्याएको। यो त मैले मैले सक्सहरू मसँग जति सक्स भयो भने कहिले पुग्दैन। सो मैले फेरि सक्सहरू ल्याएँ अरू भन्दा। अनि किरानाको सामानहरू यति धेरै ल्याएँ। अब भोलिदेखि म एक्लै हुन लाग्छु। सो मोस्ट इम्पोर्टेन्ट मैले करेन्ट ल्याएँ। म खाना पकाएको देखाने मान्छे होइन अभियसली। र यस्तै कुराहरू लिइरहेको छौँ। मैले खासमा चाहिँ के सोचेको थिएँ भने म सपिङ गरेको सबै भिडियो बनाउँछु सोचेको थिएँ। सामानहरू किन्दा हिँड्दा मेरो त दिमागबाटै निस्केछ। अनि त्यही भएर अहिले सबै देखाएँ। अनि यसरी नै हाम्रो इभिनिङ बित्यो सपिङ गरेर सामान किनेर। मामुहरू भोलि जानुहुन्छ भोट हाल्न। बाई, थ्याङ्क यू फर वाचिङ। आई लभ यु।